हेलो साथीहरू, हामी चाहिँ रानी झरना जाँदैछौँ। हामीले चाहिँ स्कुटर धेरै माथि राखेको भएर अलि बढी हिँड्नु पर्यो, ब्रिजमा अलि लगाएको भएर अनि हातमा समाउँदै हिँडिरहेछ। भाइहरू अगाडि अगाडि हिँडेछन्, अर्को भाइहरू पछाडि पछाडि आउँदैछन्। पुलदेखि कस्तो राम्रो खोला देखिरहेको थियो अनि भाइहरूले हेर्दै रमाउँदै आइरहन् बिस्तारै। अनि तिहारको टाइममा गएको भएर गेट बन्द थियो अनि हामी चाहिँ साइडदेखि भित्र पसेर गयौँ। जसरी पनि हामीलाई पुग्नै थियो त्यो ठाउँमा। अनि ड्राई पिकनिक जस्तै गर्ने भन्दा पनि बार्बिक्यू नै गर्ने भनेर गएको हामी। हिरो स्विमिङ गर्न नपाएर दिदीसँग झगडा गर्दै बसिरह। त्यस्तो गहिरोमा डर पनि छैन, मान्छे सानो छ, डर त 1% छैन उसलाई। चिसो पनि थियो कि हामी साँझतिर गथ्यौँ। अनि उसलाई फकाउनको लागि पिङ बनाएर पिङ खेलाउँदै बसिरह्यो यिनीहरूले। अब चाहिँ बार्बिक्यू गर्न रेडी गर्ने भनेर सामानहरू रेडी गर्दै थियौँ भन्दा पनि डिस्कस चलिरहेको थियो। हिरोलाई जसरी पनि आफ्नो इच्छा पुरा गर्नु छ। गयो नुहाउन, रमाइरहेछ। अब हाम्रो बार्बिक्यू पनि स्टार्ट भयो, चेस गर्दै भ्यू हेरेर। कस्तो आनन्द आएको थियो तर यो ठाउँमा। अनि मैले चाहिँ फिस स्पा लिगेको। कस्तो आनन्द आइरहेको थियो। उनीहरूले माथि बार्बिक्यू गर्दै थियो, म चाहिँ तल झरेर एक्लै। कस्तो राम्रो राम्रो फिसहरू पनि क्युट क्युट थियो, तर काली उति लगाइरहेको थियो मलाई। अनि पिङ लथ्यौँ, कहाँ राख्ने है, राख्ने ठाउँ पनि भएन। अनि पुलको बिचमा राखेर कस्तो भ्यू हेर्दै रमाइलो भयो। ल बाई बाई, सी यू सुन। नेक्स्ट भिडियोमा भेटौँला है त अब।